गाइज वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ हाम्रो मौरी काटेको यहाँ हेर्नु साथी, यो मौरी कुन मौरी होला? यो कालोवाला मौरी छ, अरू मौरीहरू चाहिँ यस्तो छ। आज चाहिँ हाम्रो घरमा मौरी काटेको थियौँ, चाका खायौँ। मौरीको चाकाहरू यति राम्रो थियो भने अनि म चाहिँ आज माथि बारीतिर आज पनि गएको थिएँ। बाटोबाट यता सर्टकट बाटो गएको थिएँ, यता गएको थिएँ भने अनि आज चाहिँ मैले खाजा पनि बोकेर गएको छु। चाउचाउ र भुजिया लगेको, मैले मेरो काम सकेको थिइनँ झाडु काटेर, त्यही भएर म गएको माथि बारीतिर। खाजा पनि साथी लिएर गएको थिएँ। अनि गाइसहरू यति धेरै उकालो हिँड्नुपर्छ भने अनि मैले आज मकै लिएर आएको थिएँ, पोली खाने बेला भयो। अनि मैले मकै पोल्दैछु। कति मिठो थियो भने साथीहरू, मकै बोङ्ग्रोमा, आगोको बोङ्ग्रोमा मकै पोल्दैछु। अनि यता म पोल्दै थिएँ, दाजु यति छ पोल्नुको लागि। पोलेर खाँदै पोलेँ अनि मैले पोलिसकेँ। मैले मकैहरू सबै पोलिसकेँ, पोलेर नै खाइसक्नु आँट्यौँ। बाई बाई साथीहरू, आजको भिडियो यति सकियो।